नमस्ते साथीहरू, हजुरहरूलाई हाम्रो यस युट्युब च्यानल स्मार्ट लोकसेवा हब विथ तारामा हार्दिक स्वागत छ। आज हामीले नेपालमा रहेका राष्ट्रिय निकुञ्जहरूबारे छलफल गर्दैछौँ। आशा छ पहिलाको भिडियोलाई जस्तै यो भिडियोलाई पनि हजुरहरूले माया र साथ दिनुहुनेछ। पहिलो नम्बरमा रहेको छ चितवन राष्ट्रिय निकुञ्ज। नेपालको सबैभन्दा पुरानो राष्ट्रिय निकुञ्ज रहेको छ चितवन राष्ट्रिय निकुञ्ज। विक्रम सम्वत 2020 सालमा स्थापना भएको थियो। 952.63 वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ। चितवन, मकवानपुर, पर्सा र नवलपुरमा फैलिएको छ। एकसिङ्गे गैंडाका लागि प्रसिद्ध रहेको छ चितवन राष्ट्रिय निकुञ्ज। विश्व सम्पदा सूचीमा 1984 मा सूचीकृत भएको थियो चितवन राष्ट्रिय निकुञ्ज। त्यस्तै गरी दोस्रो नम्बरमा रहेको छ सगरमाथा राष्ट्रिय निकुञ्ज। विश्वको सबैभन्दा अग्लो स्थानमा रहेको राष्ट्रिय निकुञ्ज हो सगरमाथा राष्ट्रिय निकुञ्ज। विक्रम सम्वत 2032 सालमा स्थापना भएको थियो। 1148 वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ। सोलुखुम्बु जिल्लामा पर्ने गर्दछ। विश्व सम्पदा सूचीमा 1979 मा सूचीकृत भएको थियो सगरमाथा राष्ट्रिय निकुञ्ज। 3 नम्बरमा रहेको छ रारा राष्ट्रिय निकुञ्ज। नेपालको सबैभन्दा सानो राष्ट्रिय निकुञ्ज हो रारा राष्ट्रिय निकुञ्ज। विक्रम सम्वत 2032 सालमा स्थापना भएको थियो। 106 वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ। मुगु र जुम्ला जिल्लामा फैलिएको छ। नेपालको सबैभन्दा ठुलो ताल रारा ताल यसै राष्ट्रिय निकुञ्जभित्र पर्ने गर्दछ। त्यस्तै गरी चौथो नम्बरमा रहेको छ लामटाङ राष्ट्रिय निकुञ्ज। विक्रम सम्वत 2032 सालमा स्थापना भएको थियो। लामटाङ राष्ट्रिय निकुञ्ज 1710 वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ। सिन्धुपाल्चोक, रसुवा र नुवाकोट जिल्लामा पर्ने गर्दछ। हिमाली तथा पहाडी क्षेत्रका लागि प्रसिद्ध रहेको छ लामटाङ राष्ट्रिय निकुञ्ज। 5 मा रहेको छ बर्दिया राष्ट्रिय निकुञ्ज। विक्रम सम्वत 2032 सालमा स्थापना भएको थियो। विक्रम सम्वत 2045 सालमा आरक्षणबाट राष्ट्रिय निकुञ्ज बनाइएको थियो। बर्दिया राष्ट्रिय निकुञ्जलाई 968 वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ। बर्दिया जिल्लामा अवस्थित रहेको छ। बाघ, हात्ती, गैंडा आदि पाइने गर्दछ। बर्दिया राष्ट्रिय निकुञ्जमा 6 मा रहेको छ सेफोक्सुन्डो राष्ट्रिय निकुञ्ज। नेपालको दोस्रो ठुलो राष्ट्रिय निकुञ्ज हो सेफोक्सुन्डो राष्ट्रिय निकुञ्ज। विक्रम सम्वत 2040 सालमा स्थापना भएको थियो। 3555 वर्ग किलोमिटर क्षेत्रफलसम्म फैलिएको छ। डोल्पा र मुगु जिल्लामा पर्ने गर्दछ। तिब्बती हरिण, नीलगाई, कस्तुरी याक आदि पाइने गर्दछ सेफोक्सुन्डो राष्ट्रिय निकुञ्जमा। 7 मा रहेको छ खप्तड राष्ट्रिय निकुञ्ज। खप्तड स्वामीको नामबाट नामकरण भएको थियो। खप्तड राष्ट्रिय निकुञ्जको विक्रम सम्वत 2042 सालमा स्थापना भएको थियो। 225 वर्ग किलोमिटर क्षेत्रफलसम्म फैलिएको छ खप्तड राष्ट्रिय निकुञ्ज। अछाम, बाजुरा, डोटी र दार्चुला जिल्लामा पर्ने गर्दछ। घाँस, जडीबुटी, चराचुरुङ्गी आदि पाइने गर्दछ खप्तड राष्ट्रिय निकुञ्जमा। र 8 मा रहेको छ मकालु बरुण राष्ट्रिय निकुञ्ज। विक्रम सम्वत 2048 सालमा स्थापना भएको थियो। 1500 वर्ग किलोमिटर क्षेत्रफलसम्म फैलिएको छ। सङ्खुवासभा र सोलुखुम्बु जिल्लामा पर्ने गर्दछ। पाण्डा, हिउँ चितुवा, हिमाली वन्यजन्तु आदि पाइने गर्दछ मकालु बरुण राष्ट्रिय निकुञ्जमा। अरुण उपत्यका पनि यसै निकुञ्जभित्र पर्ने गर्दछ। त्यस्तै गरी अर्को रहेको छ शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज। विक्रम सम्वत 2058 सालमा स्थापना भएको थियो। 159 वर्ग किलोमिटर क्षेत्रफलसम्म फैलिएको छ। काठमाडौँ र नुवाकोट जिल्लामा पर्ने गर्दछ। बाघ, भालु, चितुवा, मृग, बाँदर आदि पाइने गर्दछ शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जमा। अर्को रहेको छ बाँके राष्ट्रिय निकुञ्ज। विक्रम सम्वत 2068 सालमा स्थापना भएको थियो। 550 वर्ग किलोमिटर क्षेत्रफलसम्म फैलिएको छ। बाँके, सल्यान र दाङ जिल्लामा पर्ने गर्दछ।
बाघ, जरायो, भालु आदि पाइने गर्दछ बाँके राष्ट्रिय निकुञ्जमा। र 11 मा रहेको छ पर्सा राष्ट्रिय निकुञ्ज। विक्रम सम्वत 2040 सालमा स्थापना भएको थियो। पहिला वन्यजन्तु आरक्षण रहेकोमा विक्रम सम्वत 2056 सालमा राष्ट्रिय निकुञ्ज घोषणा भएको थियो पर्सा राष्ट्रिय निकुञ्ज। 627.39 वर्ग किलोमिटर क्षेत्रफलसम्म फैलिएको छ। चितवन, मकवानपुर, पर्सा र बारा जिल्लामा अवस्थित रहेको छ। जङ्गली हात्ती, बाघ, भालु, नीलगाई आदि पाइने गर्दछ पर्सा राष्ट्रिय निकुञ्जमा। र अन्तिममा रहेको छ शुक्लाफाँट राष्ट्रिय निकुञ्ज। विक्रम सम्वत 2031 सालमा स्थापना भएको थियो। विक्रम सम्वत 2073 सालमा राष्ट्रिय निकुञ्ज घोषणा भएको थियो। 305 वर्ग किलोमिटर क्षेत्रफलसम्म फैलिएको छ। शुक्लाफाँट राष्ट्रिय निकुञ्ज कञ्चनपुर जिल्लामा पर्ने गर्दछ। घाँसे मैदानका लागि प्रसिद्ध रहेको राष्ट्रिय निकुञ्ज हो शुक्लाफाँट राष्ट्रिय निकुञ्ज। आजलाई यति नै साथीहरू। हजुरहरूलाई हाम्रो भिडियोहरू कस्तो लाग्छ कृपया कमेन्ट मार्फत आफ्नो सल्लाह सुझाव दिनुहुन पनि विनम्र अनुरोध गर्दछु। साथै हजुरहरूलाई कस्तो खाले कुन टपिकमा भिडियोहरू आवश्यक परेको छ सो कुरा पनि हजुरहरूले हामीहरूलाई कमेन्ट मार्फत बताउन सक्नुहुनेछ। र अझैसम्म पनि हाम्रो यस युट्युब च्यानल स्मार्ट लोकसेवा हब विथ तारालाई लाइक सब्स्क्राइब गर्नुभएको छैन भने एकपटक लाइक सब्स्क्राइब गरिदिनु हुन पनि विनम्र अनुरोध गर्दछु।